है। मलाई चाहिँ मेरो जस्तो झन्डा चाहिँ एकदम मन परेर चाहिँ मैले चाहिँ नेपालबाट मलेसिया ल्याएर आएको थिएँ। यताको केटा हो फाइनल्ली छिट्टै अब यो किन्ने दिन पनि आउँछ हाम्रो। र सबैजना मलेसियामा हुनुहुन्छ वा आउँदै हुनुहुन्छ भने चाहिँ मलेसियाको बारेमा चाहिँ जान्नु होला। हेर्न सक्नुहुन्छ मलेसियामा पनि यसरी व्यापार भइरहेको छ, यसरी व्यापार हुन्छ। हे गाइज वेलकम ब्याक टु आवर न्यू भिडियो किशोर कमर युट्युब च्यानलमा सबैजनालाई स्वागत छ। र आज पनि फेरि न्यू एपिसोड म खिच्न जाँदैछु। यता हामी दाजुभाइहरू सब निक्लिसकेका छौँ र आज हामी मलेसियाको केही ठाउँमा चाहिँ हामी घुम्नुपर्ने हुन्छ। हेर्न सक्नुहुन्छ हामी अहिले यस्तो ठाउँमा छौँ। अब यहाँबाट म चाहिँ लुगासुगा अब जुत्ता लगाएर म यहाँबाट हिँडिसकेँ। अब हेर्न सक्नुहुन्छ मलेसियाको कहाँ कस्तो छ, के कस्तो छ रिपोर्टिङ अनि भ्लगिङ मार्फत म सबै देखाउन चाहन्छु तपाईँहरूलाई। हेर्न सक्नुहुन्छ अब हाम्रो स्टार्टिङ जर्नी यहाँबाट सुरु भइसक्यो र हेर्दै जानु होला। अरू म देखाउँदै गर्छु। हामी चाहिँ स्टार्ट भइसक्यो है त। सो हामीहरूले काम गर्ने होटल चाहिँ यही हो। हेर्न सक्नुहुन्छ एक्सोरा होटल, एक्सोरा होटल हो। हेर्न सक्नुहुन्छ यो कम्पाउन्ड हो। यहाँभित्रबाट हामी चाहिँ जानुपर्ने हुन्छ यताबाट र म यताबाट छु। हेर्न सक्नुहुन्छ यसरी हेर्दाखेरि होटल पनि यति अगाडि देखिन्छ। हेर्न सक्नुहुन्छ अब हामी यहाँबाट अगाडि जानुपर्ने हुन्छ। यही नै हो, यही होटलमा हामी कार्यरत छौँ। सबैजनाले काम गर्दैछौँ र सबैले किशोर कमर युट्युब च्यानल चाहिँ सब्सक्राइब गर्नु होला। मलेसियामा के कस्तो छ वातावरणदेखि ल्याएर र मलेसियाको शासन, मलेसियाको सिस्टम के छ सब बताइदिनेछु। सम्पूर्णले हेर्न सक्नुहुन्छ यहाँबाट हामी अगाडि बढिरहेका छौँ। विशेष गरी आज कहाँ के कस्तो छ सब बताइदिन्छौँ है त। सो मलेसियाको हामी हाइवेमा आइपुग्यौँ। अगाडि दाजुहरू छ यता यस्तो फर्केर यस्तो हेलो गर्नु न यार। दाजु घर कहाँ अरे? चितवन। दाजुको घर अर्घाँची है। अब हाम्रो नेपाली केटाहरू पुरै हेर यसो पुरै हेर्न त नेबर तपाईँको पछाडि हेरौँ न हो। नेबर लुक ब्याक रे के कडा दिइरहेको छ र म चाहिँ यताबाट यसरी हिँड्दै गइरहेको छु। हेर्न सक्नुहुन्छ पछाडिको भ्यू यस्तो राम्रो छ। सबै हेर्न सक्नुहुन्छ अगाडि हेर्न आउन सक्नुहुन्छ। र यसरी सबैजनाले यो भिडियोलाई अन्तिमसम्म स्किप नगरिदिनु होला प्लिज। र सबैजनाले भिडियोलाई मन पराइदिनु होला र सब्सक्राइब पनि गरिदिनु होला। किशोर कमर युट्युब च्यानल पनि सब्सक्राइब गरिदिनु होला है त। हेर्न सक्नुहुन्छ मलेसियामा पनि यसरी व्यापार भइरहेको छ, यसरी व्यापार हुन्छ। नेपाल सेम टु सेम नेपाल नै हो सबै होइन। हेर्न सक्नुहुन्छ यसरी व्यापार हुन्छ मलेसियामा पनि। र एकदमै यो चाहिँ राम्रो क्या। यो यहाँनिर चाहिँ नरिवल रहेछ है। नरिवलको पानी पनि बवाले हुन्छ हुनलाई। हामी जब टेस्ट गर्नु यहाँ जुसु सब आउँछ कि। विकसित देश भनेको विकसित देश नै हुन्छ। अनि हेर्न सक्नुहुन्छ सिटी हामी मलेसियाको मेन हाइवेमै छौँ अहिले यति बेलामा। र हामीहरू अब यो ठुलो पेनाङमा छौँ केमा छौँ रे दाइ? अब यहाँबाट हामी अगाडि बढ्दै जाँदा हामीनिर यो के हो यत्रो ठुलो यहाँनिर आइपुग्यौँ। र हेर्न सक्नुहुन्छ हामी पेनाङको सपिङ मल है। पेनाङको सपिङ मलमा छौँ र हेर्न सक्नुहुन्छ हामी कहाँ जान्छौँ के गर्छौँ र कहाँ कस्तो छ भन्ने कुरा म सत्य तथ्य सब भ्लग मार्फत हाल्छु। सबैजनाले हेरिदिनु होला। बोल्दै मलेसियाको वातावरण भन्नु पर्दाखेरि एकदम राम्रो। अब नेपालको जस्तै हरियाली हरेक चिज हुने होइन चिजको राम्रो होइन। अब भन्नुपर्ने हेर्नु तपाईँले अब प्रकृतिदेखि गइरहेको छ हरियो सबै कुरा मसाला राम्रो। अब खुला ठाउँ हरेक चिजहरूको फेसिलिटी भएको ठाउँ होइन। हिँड्नलाई अब जान्नु पऱ्यो मान्छे। अब जस्तोसँग हिँड्दै मान्छेले भन्छ मलेसिया राम्रो ठाउँ होइन। अब दुनियाँदारी भन्छ भने त मलेसिया राम्रो ठाउँ हो बस्नको लागि। अब मान्छेहरू अब हाम्रो नेपाल दाजुभाइ कसरी हिँड्छन् भने रक्सी खाएर अब होइन बाटै मेरो नेपालको भन्दा नि खतम तरिकाले हिँड्छ। त्यही तरिकाले मान्छेहरूले अब जसले पनि अब मान्छेहरूले अब गलत बाटोमा हिँडेपछि गलतै भेट्ने हो। राम्रो बाटो हिँडेपछि राम्रै भेट्ने हो होइन। बस्नको लागि हामी अब पहिला म पनि 10 वर्ष बसेर गएको। फेरि अहिले हाम्रो उहाँ भाइ के भन्छ किशोर ल अब यो कम्पनीमा फेरि जोइन हुन पायौँ। धेरै खुसी लाग्यो। सब्सक्राइब गरिदिनु होला होइन। सब्सक्राइब गरिदिनु होला।
अब चेस तपाईँहरू पनि आउन सक्नुहुन्छ। अहिले नयाँ नयाँ भिसाहरू राम्रो राम्रो भिसाहरू गइरहेको छ मैले नेपालमा होइन। अब सकेसम्म फ्रीमा आउनु होला, हामी चाहिँ पैसा तिरेर हामी पैसा तिरेर तपाईँहरू पनि नपाउनु होला ल। र सबैजना मलेसियामा हुनुहुन्छ वा आउँदै हुनुहुन्छ भने चाहिँ मलेसियाको बारेमा चाहिँ जान्नु होला पहिलो कुरो। किनकि मलेसियामा एकदम बस्नको लागि हावापानी यताउता सबै राम्रो छ, हेर्न सक्नुहुन्छ। पुरै नेपाल जस्तै हो। यहाँ पछाडि पनि हेर्न सक्नुहुन्छ, यस्तो छ ग्राउन्ड होइन। हामी चाहिँ हाइवेमा छौँ र नेपालबाट मलेसिया आउन चाहनुहुन्छ भने कृपया सबैजना साथीहरू, अब दाजुभाइ तथा दिदीबहिनीहरू, आमा बुवाहरू कोही आउँदै हुनुहुन्छ नेपालबाट चाहिँ मलेसिया जान्छु भन्ने सोचले हुनुहुन्छ भने सबैजना चाहिँ आउनलाई चाहिँ आउनु होला होइन। भाषाको लागि चाहिँ अलिकति गाह्रो भए पनि यो बस्नको लागि रहनसहन चाहिँ एकदमै राम्रो छ के। पुरै नेपाल हो कि, हेर्नुहोस् हरियाली छ होइन, एकदम हरियाली पनि छ अनि आरामदायक पनि छ, राम्रो छ, सुरक्षा पनि छ। तर कतिपय कुराहरू छ मलेसियामा, अब यस्तो हुन्छ लुटिन्छ, यस्तो कुराहरूले चाहिँ अलिकति के हुन्छ भन्नुहुन्छ भने मलेसियामा अलिकति असुरक्षित, आफै असुरक्षित भयो भने चाहिँ यस्तो घटनाहरू घट्ने गर्छ। किनकि यस्तो घटनाहरू नघटाउनको लागि चाहिँ आफू सुरक्षित हुनु पऱ्यो पहिलो कुरा। दोस्रो कुरा, लागु पदार्थ जस्ता चिजहरू खाएर एक्लै सुनसान रातको समयमा सडकमा निक्लिनु भएन होइन। जहाँ पनि घट्ने कुरा हो, यो नर्मली कुरा हो। अब यस्तो कुराहरू चाहिँ आफूले गर्नु भएन, यस्तो कुरा गर्नु भएन भने चाहिँ अवश्य पनि मलेसियामा अब पुरै नेपालको जस्तै हो, जहाँ जति बजे जे गरे पनि केही फरक पर्नेवाला छैन। यति राम्रो कन्ट्री हो, तर हावापानी पनि एकदम राम्रो छ। र आउने दिनहरूमा मलेसियामा म बस्दै गर्दाखेरि म आएको धेरै त भएको छैन, 3 महिना भइसक्यो। र म बिस्तारै तपाईँहरूलाई के कस्तो छ पुरा जानकारी दिन चाहन्छु। र मलेसिया आउनुहुने दाजुभाइ तथा दिदीबहिनीहरूलाई के भन्न चाहन्छु भनेपछि सम्पूर्णले चाहिँ हावापानी चाहिँ एकदम राम्रो छ, नेपालको जस्तै वातावरण हुन्छ, आउनु होला, त्यही नै हो। अब अरू हेर्दै जाउँ बाटोमा के भेटिन्छ है त, यस्तो छ हेर्न सक्नुहुन्छ। सबैजनालाई नमस्कार। म नेपालबाट आएको भन्ने प्रमाणित यहाँनिर छ। र सबैजनाले के गर्नुहोस् भनेपछि जहाँ गए पनि आफ्नो देशको झन्डा चाहिँ कति नहाल्नु होला है। मलाई चाहिँ मेरो देशको झन्डा चाहिँ एकदम मन परेर चाहिँ मैले चाहिँ नेपालबाट मलेसिया ल्याएर आएको भिडियो बनाउने क्रममा चाहिँ मैले नेपालको झन्डा लिएँ। र सबैजनाले किशोर कवर युट्युब च्यानलमा यो भिडियो भरे देख्न सक्नुहुन्छ। यति बेलामा हामी सबैजना साथीभाइहरू मिलेर टक्क आएका छौँ र यतिको भिडियोहरू सुट गरिसके पछाडि हामी यहाँबाट निक्लिसक्यौँ है त। अब हामी यहाँ एउटा फोटोसुट गर्छौँ है नेपाली झन्डाको। फाइनली गाइज हामी भिडियो बनाउँदै चाहिँ रात परिसक्यो र हामीले नेपालको झन्डाको पनि सुट गरिसक्यौँ। सक्नुहुन्छ यतातिर महल यस्तो छ र हाम्रो यो कपडा पसलमा आइसकेका छौँ, ठुलो महलमा हुनुहुन्छ। सबैजनाले अन्तिमसम्म चाहिँ किशोर केटा हो फाइनल्ली छिट्टै अब यो किन्ने दिन पनि आउँछ हाम्रो, हेरिराख्ने हो पछि चाहिँ आउँछ किन्ने। र किशोर कवर युट्युब च्यानल हेरेर बस्नुहुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद र भिडियो हेरिराख्नु होला भन्न चाहन्छु। र अन्तिमसम्म यो भिडियो हेर्नु भयो भने तपाईँहरूलाई धेरै धेरै धन्यवाद है त। सो गाइज मेरो भिडियो हेरेर अन्तिमसम्म बस्नुहुनेलाई धेरै धेरै धन्यवाद र अन्तिमसम्म बस्दिनु भयो, अन्तिमसम्म हेरिदिनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। आज हामी कहाँ पुग्यौँ के गऱ्यौँ, आज साँझ 7 बजे मेरो किशोर कवर युट्युब च्यानलमा आउँछ। सबैजनाले किशोर कवर युट्युब च्यानल चाहिँ सब्सक्राइब गर्न नभुल्नु होला है त। यति नै हो, अब अरू के भनौँ र, भिडियो बनाउँदै जाउँला, तपाईँहरूले हेर्दै जानु होला। जति नै माया गर्छ उति नै भिडियो नआउँछ, भिडियोहरू आइरहेको छ। तपाईँहरूले माया गर्न चाहिँ छोड्नु भएन। अहिले चाहिँ हामी टक्क मलभित्र छौँ। थ्याङ्क्स फर वाचिङ। ओके, बाई बाई।